आज हामी एउटा यस्तो डरलाग्दो षड्यन्त्रको पर्दाफास गर्दैछौँ जुन पेरिसमा नेपाली समुदायभित्रै चलिरहेको छ। यो आफ्नै मान्छेले आफ्नैलाई फसाउने एउटा अत्यन्तै क्रूर र योजनाबद्ध शोषणको कथा हो। र यो पासोको सुरुवात कहाँबाट हुन्छ थाहा छ? अनलाइनबाट हो। अपराधीहरूले टिकटक जस्ता सामाजिक सञ्जालको प्रयोग गरेर फ्रान्समा शरणार्थी बन्न कति सजिलो छ भनेर झुटो सपनाहरू बाँड्छन्। तर उनीहरूले देखाएको त्यो सहयोग र सपनाको पछाडि लुकेको वास्तविक मूल्य के हो त? आजको हाम्रो विश्लेषणको मुख्य प्रश्न नै यही हो, जसले हामीलाई घटनाको गहिराईसम्म पुर्याउनेछ। ल, अब यो ठगीको पहिलो चरणलाई अलि नजिकबाट निहालौँ। आखिरी अपराधीहरू को हुन् र उनीहरूले कसलाई आफ्नो निशाना बनाउँछन्? यो घटनालाई प्यारिसको पासो भनेर चिनिन्छ। यो कुनै सामान्य ठगी मात्रै होइन है, यो त एउटा सङ्गठित अपराध हो जहाँ प्यारिसमा बसिरहेका केही नेपालीहरूले नै युरोप भर्खरै पुगेका नेपाली महिलाहरूलाई एकदमै योजनाबद्ध तरिकाले फसाउँछन्। यो गिरोहले विशेष गरी त्यस्ता महिलाहरूलाई निशाना बनाउँछ जो पहिलेदेखि नै अलिक कमजोर अवस्थामा हुन्छन्, जस्तै एकल महिला, आर्थिक समस्यामा परेका वा युरोपमा राम्रो भविष्यको सपना बोकेर एक्लै आएकाहरू। उनीहरूको त्यही कमजोरीको फाइदा उठाइन्छ। विश्वास जित्नको लागि उनीहरूले निकै चलाखीपूर्ण भाषा प्रयोग गर्छन्। उनीहरू भन्छन्, चिन्ता नगर्नुस्, हाम्रो यहाँ वकिलहरू र ठूला संस्थाहरूसँग राम्रो चिन्जान छ। तपाईँ जहाँ हुनुहुन्छ त्यो ठाउँ छोडेर यहाँ आउनुहोस्। यस्तै मिठो आश्वासन दिएर पीडितलाई आफ्नो जालमा पारिन्छ। अब अर्को चरणमा जाउँ, जहाँ यो समूहले कसरी एउटा विश्वासिलो तर पूर्ण रूपमा झुटो संसारको निर्माण गर्छ र पीडितलाई त्यही संसारमा कैद गर्छ। उनीहरूको दोहोरो चरित्र यहाँ एकदमै प्रष्ट देखिन्छ। सामाजिक सञ्जालमा हेर्दा उनीहरूले महिला मात्रै भएको एउटा सुरक्षित वातावरणको भ्रम सृजना गर्छन्, तर वास्तविकता ठिक उल्टो। यो त पुरुष र महिला सदस्यहरू भएको एउटा सङ्गठित आपराधिक समूह हो। उनीहरूको सामाजिक सञ्जालको उपस्थिति कति योजनाबद्ध छ भन्ने कुरा यहाँबाटै थाहा हुन्छ। पुरुष र महिला सदस्यहरूले कहिल्यै सँगै फोटो हाल्दैनन् ताकि पीडित र उनीहरूका परिवारलाई अलिकति पनि शङ्का नहोस्। विश्वास जितिसकेपछि ट्याक्सी भाडाको नाममा सुरुमै 800 देखि 900 युरो मागिन्छ र यो रकम आर्थिक शोषणको पहिलो पाइला मात्रै हो। अब कुरा गरौँ त्यो महत्त्वपूर्ण मोडको, जब पीडित प्यारिस पुग्छन् र कसरी उनीहरूको कानुनी स्थिति नै जानी जोखिममा पारिन्छ। यहाँ सबैभन्दा ठूलो धोका सुरु हुन्छ। युरोपमा कानुनी रूपमा बसिरहेका पीडितहरूलाई प्यारिस पुगेपछि जानी कागजातविहीन अर्थात् अवैध बनाइन्छ र यही नै उनीहरूलाई नियन्त्रणमा राख्ने मुख्य हतियार बन्छ। काम लगाइदिने वाचा पनि केवल एउटा बहाना हो। सुरुमा कामको लोभ देखाइन्छ, तर पछि त्यसलाई स्वयंसेवा भनिन्छ, जहाँ कुनै तलब हुँदैन। यसले पीडितलाई आर्थिक रूपमा पूर्ण रूपमा परनिर्भर र कमजोर बनाइदिन्छ। अब यो षड्यन्त्रको सबैभन्दा अध्यारो र डरलाग्दो पाटोतर्फ लागौँ, जहाँ शोषणको क्रूर वास्तविकता उजागर हुन्छ। पीडितलाई चुप लगाउनु र आफ्नो नियन्त्रणमा राख्न यस्ता डरलाग्दा धम्कीहरू दिइन्छ। यो भनाइले उनीहरूले कसरी मनोवैज्ञानिक दबाब दिएर आफ्नो कुरा मान्न बाध्य पार्छन् भन्ने छर्लङ्ग पार्छ। उनीहरूको नियन्त्रण पेरिसमा मात्रै सीमित रहँदैन। उनीहरूले नेपालमा रहेका परिवारलाई समेत धम्काएर पीडितमाथि थप दबाव सिर्जना गर्छन्। शोषणको यो दुश्चक्र 4 चरणमा चल्छ। पहिलो, सहयोग गरेको भनेर पैसा माग्ने। दोस्रो, यौन सम्बन्धका लागि जबरजस्ती गर्ने। तेस्रो, नेपालमा रहेको परिवारबाट पैसा असुल्ने। र चौथो, त्यही पीडितलाई अरूलाई फसाउन प्रयोग गर्ने। सोच्नुस् त, यो कहिल्यै अन्त्य नहुने पासो हो। आजको डिजिटल युगमा उनीहरूले पीडितलाई बाहिरी संसारबाट पूर्ण रूपमा अलग गर्न नयाँ तरिका अपनाएका छन्। पीडितको हरेक कुराकानीमाथि निगरानी राखेर उनीहरूलाई कसैसँग सहयोग माग्ने बाटो नै बन्द गरिदिन्छन्। जब कसैलाई शङ्का लाग्न थाल्छ, यो समूहले मिलेर ढाकछुप गर्ने रणनीति अपनाउँछ। उनीहरू पुरुष सदस्यहरूलाई चिन्दैनौ भन्छन् र सबै दोष पीडितमाथि थुपारेर उनीहरूलाई परिवारबाट समेत टाढा बनाइदिन्छन्। ल, यो त भयो घटनाको डरलाग्दो कथा। तर अब सबैभन्दा महत्त्वपूर्ण कुरा गरौँ। यो डरलाग्दो कथालाई एउटा सार्वजनिक सचेतनामा बदलौँ, ताकि अरू कोही यस्तो पासोमा नपरुन्। यो विश्लेषणको मुख्य उद्देश्य नै यही हो। यो घटनालाई केवल एक व्यक्तिको कथाको रूपमा नभई विदेश जाने सपना देख्ने हरेक नेपालीका लागि एउटा गम्भीर चेतावनीको रूपमा प्रस्तुत गर्नु। त्यसैले यी खतराका सङ्केतहरूलाई एकदमै ध्यानमा राख्नुहोला।
जस्तै सजिलै शरण पाउने वा नक्कली कागजात बनाइदिने वाचा, सुरुमै ठूलो रकमको माग वा परिवारसँग सम्पर्क तोड्न लगाउने जस्ता व्यवहार। यदि कसैले यस्तो व्यवहार देखाउँछ भने सावधान रहनुहोस् र यो जानकारी आफ्ना समुदायमा पनि साझा गर्नुहोस्। स्रोतमा उल्लेख गरिएको यो भनाइले यस मुद्दाको सबैभन्दा दुःखद पक्षलाई उजागर गर्छ, जुन हो विश्वासघात। जसले आफैले दुःख भोगेका थिए उनीहरू नै अरूको दुःखको कारण बनिरहेका छन्। र अन्त्यमा एउटा गम्भीर प्रश्न, यो घटनाले हामीलाई सोच्न बाध्य बनाउँछ के साँच्चै विदेश पुगेपछि मानिसहरूले आफ्नो नैतिकता र मानवता बिर्सन्छन् त? यही प्रश्नमाथि विचार गर्न छोड्दै आजको लागि यति नै।